फाइनली मैले यो एनिमे हेरेर सकाएँ। आई वाज रिइन्कार्नेटेड एज द 7th प्रिन्स सो आई क्यान टेक माई टाइम टु पर्फेक्टिङ माई म्याजिकल एबिलिटी। जस्तो कि नाममै भनेको छ पुरै स्टोरी र प्लट। अब मैले प्लट बुझाउनु पर्दैन, त्यसैले सजिलो गरिदियो यो नामले। कस्तो लाग्छ जब तिमी मर्छौ र फेरि जन्मिन्छौ 7औं राजकुमारको रूपमा? आहा, तर यो राजा राजकुमार सोध्न बित्तिकै यो स्टोरी पावरवाला होइन, यो स्टोरी हो म्याजिक पर्फेक्ट गर्ने बारेमा। प्लटको कुरा गरौँ भने एउटा नर्मल म्याजिसियन हुन्छ जो कि अघिल्लो जन्ममा मरेको हुन्छ र पछिल्लो जन्ममा ऊ एउटा राजकुमार भएर जन्मिन्छ। त्यसै जन्मिँदैन, जन्मिन साथ एउटा ठुलो म्याजिक गर्छ जन्मिन बित्तिकै। र अघिल्लो दुनियाँमा एउटा एभरेज जादुगर हुन्छ, तर यो दुनियाँमा पुरै बवाल यस्तो इनर्जीको हुन्छ, यस्तो बवाल माना लिएर आउँछ र मेन क्यारेक्टर वाज एपिक यार। हामी कुरा गर्नेछौँ पोजिटिभ रिभ्यू र नेगेटिभ रिभ्यूको बारेमा। पोजिटिभ पोइन्ट्सको बारेमा पनि कुरा गर्छौँ, नेगेटिभ पोइन्ट्सको बारेमा पनि कुरा गर्छौँ र लास्टमा भन्छु कि यो एनिमे कुन अडियन्सको लागि राम्रो हो र कुनले हेर्न मिल्छ र कस्तो टाइपको मलाई कस्तो लाग्यो त्यो ओभरअल यो भिडियोमा भन्छु म। पहिला त कुरा गरौँ नेगेटिभ पोइन्ट्सको। नम्बर 1, फास्ट पेसिङ। स्टोरी कहिलेकाहीँ टु फास्ट लाग्छ, इमोसनहरू डेभलप हुन पाउँदैन। नम्बर 2, विक साइड क्यारेक्टर्स। साइड क्यारेक्टर्सलाई डिप डेभलप गरेको छैन, सबै फोकस लोइडमा मात्र छ। नम्बर 3, प्रिडिक्टेबल प्लट। कुनै कुनै सिन्सहरू त प्रिडिक्ट गर्न सकिन्छ, स्पेसली फर दोज हु वाच मेनी इसेकाई एनिमे। र अब कुरा गरौँ पोजिटिभ पोइन्ट्सको। नम्बर 1, ब्युटिफुल एनिमेसन। एनिमेसन त एकदम टप लेभल छ। जस्तै यो हेर, double casting Infernum Tempesta Vorticium. स्पेल सीन्स आर ग्लोइङ, कलरफुल एन्ड अलाइभ। हरेक म्याजिक मुमेन्ट फिल्स भिजुअली स्टनिङ। नम्बर 2, मेन क्यारेक्टर लोइड। लोइड कन्फिडेन्ट छ, इन्ट्रेस्टिङ क्यारेक्टर छ। हि ट्रुली लभ्स लर्निङ। पावरको लागि होइन तर प्यासनको लागि फलो गर्छ, लर्न गर्न चाहिँ नयाँ नयाँ जादुको लागि एकदम प्यासनेट मान्छे। नम्बर 3, फन एन्ड कमेडी। स्टोरी सिरियस छैन, हल्का हल्का फनी मुमेन्ट्स पनि छन्, सो भ्युअरलाई इजी लाग्छ। नम्बर 4, रिइन्कार्नेसन कन्सेप्ट। रिबोर्न त हुन्छ तर रुल गर्नको लागि या फिर पावर पाउनको लागि होइन, म्याजिक एबिलिटी पर्फेक्ट गर्नको लागि रिबोर्न हुन्छ। यो कन्सेप्ट नै क्याची छ, यो फ्रेस फिल हुन्छ किनकि अरू ओभर पावर मेन क्यारेक्टरको स्टोरी जस्तो छैन यो एनिमे। यो एनिमे बवाल नै छ। नम्बर 5, नो रियल डेन्जर। लोइड यानि कि हाम्रो मेन क्यारेक्टर ओभर पावर छ, सो टेन्सन फिल हुँदैन। ओभरअल 7th प्रिन्स एकदम इन्टरटेनिङ एनिमे हो। भिजुअल्स, म्याजिक एन्ड फ्यान्टेसी पर्फेक्टली ब्यालेन्स छन्, तर डिप इमोसन चाहिने भ्युअरका लागि हल्का लाग्न सक्छ। इफ यु लभ पावर, कमेडी एन्ड रोयल फ्यान्टेसी, दिस एनिमे इज डेफिनेटली वर्थ वाचिङ। मलाई प्राय एनिमेहरू बोरिङ लाग्छन्, तर यो एनिमेले मलाई काहीँ पनि बोर गर्न दिएन। हर दिन केही नयाँ हुन्छ, केही नयाँ सिक्न मिल्छ, केही नयाँ हेर्न मिल्छ। एनिमेसन टप नोच मैले देखाइसकेको छु, नयाँ भिलेन, नयाँ क्यारेक्टर्स, बवाल मजा आउँछ। यदि तिमीले रिइन्कार्नेसन, म्याजिक र फ्यान्टेसी मन पर्छ भने यो एनिमे मिस नगर्नु, बिकज द प्रिन्स इज नट चेजिङ पावर, हि इज क्रिएटिङ इट।